फिलिङ्स चाहिँ अब सबलाई नराम्रो लागेछ किनकि अब म्याच खेलेर अलग कुरो हुन्थ्यो म्याच खेलेर हारेको भयो या जितेको त्यो अलग कुरो हुन्थ्यो म्याचै खेल्न पाएन त्यसमा अब हाम्रो कन्ट्रोलमा थिएन किनकि अब जो हाम्रो कन्ट्रोलमा हुन्छ त्यहीमा बढी फोकस थियो अब किनकि पानीको त अब हाम्रो कन्ट्रोलमा थिएन र त्यस्तो पानीको बारेमा हामीले सोचेको पनि थिएन पानी आइदियो बिचमा अब के भन्ने थियो म चाहिँ टिम एकदम राम्रो थियो किनकि अब सबैजना नयाँ पनि थियो र जुन हिसाबको पर्फर्मेन्स गरिरहेको थियो सबैजनाहरू एकदम राम्रो फर्ममा पनि थिए त्यो क्याम्पदेखि नै राम्रो गरिरहेको थियो र यहाँ पनि अब म्याचहरू अघिल्लो 3टा म्याचमा एकदम राम्रो पर्फर्मेन्स गरिरहेको थियो भनौँ त्यो एकदम टिम राम्रो थियो अब त्यही अब फाइनल खेल्न पाएनौँ भनौँ जे अब हामीहरूको कमी कमजोरी जेमा अझै काम गर्नुपर्ने हुन्छ त्योमा चाहिँ फोकस अब मेन आफ्नो काम जे हो त्योमा चाहिँ फोकस गर्नु पर्यो हामीहरूले मतलब जुन पनि हार्डवर्क हो जे पनि हाम्रो काम हो त्योमा चाहिँ फोकस गर्नु पर्यो त्यो त अब स्टेडियम राम्रो भए त भइहाल्छ त्यही पनि अब राम्रै थियो अब त्यो पानीको कारण अलि बढी पानी पर्यो आज बिहान पनि पर्यो त्यही भएर अलि हुनु सकेन भनौँ